मानिसहरू भन्छन् रूप हुनु भाग्य हो, तर कहिलेकाहीँ त्यही रूप नै एउटा पिजडा बनिदिँदो रहेछ। म 33 वर्षकी भएँ, तर ऐना हेर्दा आज पनि मलाई लाग्छ कि म त्यही 20 वर्षकी अल्लारे केटी हुँ। मेरो गहुँगोरो वर्ण, तीखा आँखा र मिलेको शरीर देख्नेहरूले भन्थे सबिना त साँच्चै अप्सरा नै हो। तर यो अप्सराको जीवनको आधा समय एउटा अँध्यारो कोठामा श्रीमानको बाटो कुरेरै बित्यो। मेरो बिहे भएको 2 वर्षमै रमेश कमाउनका लागि कुवेत गए। सुरुमा लाग्थ्यो 2-4 वर्षमा टन्न पैसा कमाएर फर्कनेछन्, तर हेर्दा हेर्दै 10 वर्ष बितेछ। 10 वर्ष, एउटा पुरै दशक। म यो घरमा केवल एउटी सजावटको सामान जस्तै भएँ, जो घरभित्र मात्र सुन्दर देखिन्छन्। यो घरमा मेरो एक्लोपनको एउटै सहारा हुनुहुन्छ, मेरो ससुरा बुबा। सबिना नानी, फेरि हरायौ? चिया चिसो भइसक्यो। रमेशको फोन आएन आज? छैन बुबा, अस्ति आइतबार कुरा भएको थियो, कामको चाप छ भन्दै हुनुहुन्थ्यो। बुबा र मेरो सम्बन्ध एउटा बाबु छोरीको जस्तै पवित्र र लोभ लाग्दो छ। उहाँ 70 वर्ष पुग्न लाग्नुभयो, तर मेरो मनको कुरा आँखा हेरेरै थाहा पाउनुहुन्छ। हामी घण्टौंसम्म बसेर जीवन, परिवार र पुरानो दिनका कुरा गर्छौं। उहाँ भन्नुहुन्छ, नानी, यो घर तिम्रो सुन्दरता र स्वभावले मात्र टिकेको छ, नत्र त यो केवल ढुङ्गा माटोको थुप्रो हुन्थ्यो। तर मेरो यो शान्त संसारमा एउटा यस्तो भुइँचालो आयो जसले मेरो 10 वर्षको धैर्यतालाई एकै पलमा खरानी बनाइदियो। त्यो दिन कुवेतबाट मेरो एउटा नजिकको साथीले मलाई केही फोटो र भिडियो पठायो। त्यहाँ रमेश, मेरो रमेश, अर्कै एउटी आइमाईसँग एउटै ओछ्यानमा सुतिरहेको थियो। उनीहरूका हातहरू बाँधिएका थिए, जुन हातहरूले मलाई 10 वर्षदेखि छोएका समेत थिएनन्। उनीहरू एउटै छतमुनि श्रीमान श्रीमती जस्तै बसिरहेका रहेछन्। मेरो खुट्टा मुनिको जमिन भासियो। 10 वर्षको प्रतीक्षा, 10 वर्षको सिन्दुरको लाज, सबै झुट थियो। म दिन रात रोइरहेँ। कोठाको ढोका थुनेर म आफ्नो भाग्यलाई धिक्कारिरहेँ। मेरो सुन्दरताको के अर्थ जब मेरो आफ्नै श्रीमानले मलाई बिर्सिएर अर्को शरीर खोज्यो। नानी, ढोका खोल, तिम्रो आँसुले मेरो मुटु जलिसक्यो। त्यो पापीले जे गर्यो त्यसको सजाय तिमी आफूलाई किन दिन्छौ? मैले ढोका खोलेँ र बुबाको काखमा टाउको राखेर धेरै बेरसम्म रोएँ। बुबाले मेरो कपाल सुमसुम्याउँदै मलाई सम्झाउन खोज्नुभयो। सबिना, मलाई थाहा छ तिमी माथि ठूलो अन्याय भएको छ। त्यो मेरो छोरो होइन, ऊ त शत्रु रहेछ। तिमी जस्ती लक्ष्मीलाई रुवाउने मान्छे कहिल्यै सुखी हुँदैन। त्यो रात बुबाले मलाई फकाउन धेरै प्रयास गर्नुभयो, तर कुरा गर्दा गर्दै उहाँको मुखबाट एउटा यस्तो कुरा निस्कियो जसले मलाई झस्कायो। नानी, मलाई त कहिलेकाहीँ लाग्छ यदि समाजले नथुक्ने भए, यदि यो कुरा सम्भव हुने भए, म तिमीलाई आफ्नै श्रीमती बनाएर सधैँ खुसी राख्ने थिएँ। तिमीलाई कतै जान दिने थिइन, बरु म नै तिम्रो श्रीमान बनेर बस्थे, तिम्रो यो सुन्दरताको कदर गर्थे। म निशब्द भएँ, मेरो आँसु रोकियो। मैले बुबाको आँखामा हेरेँ, त्यहाँ कुनै पाप थिएन, तर एउटा अनौठो र विक्षिप्त लगाव थियो। सायद मेरो एक्लोपनले उहाँलाई पनि कतै न कतै एक्लो बनाएको थियो। बुबा, हजुर मेरो लागि भगवान जस्तो हुनुहुन्छ। यो कुरा बोलेर हाम्रो पवित्र सम्बन्धलाई अपमान नगर्नुहोस्। हजुर मेरो बुबा हुनुहुन्छ र सधैँ त्यही रहनुहुनेछ। बुबाले तुरुन्तै आफ्नो टाउको निहुराउनुभयो। मलाई माफ गर नानी, म भावुक भएँ। तिम्रो पीडा देख्न नसकेर मेरो दिमागले काम गरेन। म धेरै लज्जित छु, मलाई माफ गरिदेऊ। त्यो घटनापछि घरमा एक किसिमको सन्नाटा छायो। बुबाले आफ्नो गल्ती महसुस गर्नुभयो र फेरि कहिल्यै त्यस्तो कुरा गर्नु भएन। तर मलाई महसुस भयो कि अब यो घर मेरो लागि सुरक्षित छैन। न त यहाँ मेरो भविष्य छ, न त मेरो आत्मसम्मान। मैले एउटा ठूलो निर्णय लिएँ। मैले आफ्ना लुगाहरू प्याक गरेँ। 10 वर्ष अघि जुन डोली चढेर म यो घर आएकी थिएँ, आज एउटा सानो झोला बोकेर निस्कँदैछु। मैले बुबाको खुट्टा ढोगेँ। उहाँको आँखामा पश्चाताप र बिछोडको आँसु थियो। बुबा, म आफ्नो माइती जाँदैछु। मलाई आफ्नो बाटो आफै बनाउनु छ। रमेशले मलाई धोका दियो, तर म आफूले आफैलाई धोका दिन चाहन्न। अब म कसैको प्रतीक्षामा आफ्नो बाँकी जीवन खेर फाल्ने छैन। मैले घरको गेट बाहिर पाइला राखेँ। 33 वर्षको उमेरमा म फेरि एकपटक स्वतन्त्र भएँ। मानिसहरूले के भन्लान्, समाजले कसरी हेर्ला, मलाई मतलब छैन। म सुन्दरी छु रे, सबैले भन्थे। तर अब म आफ्नो सुन्दरता अरूको नजरमा होइन,
आफ्नै साहस र खुसीमा खोज्नेछु। आकाश सफा थियो, घामका किरणहरू मेरो अनुहारमा परिरहेका थिए। म सबिना अब कसैको कुर्ने श्रीमती होइन, आफ्नै कथाकी नायिका बनेर अगाडि बढ्दैछु। ल साथीहरू, आजको यो कथा यही नै समाप्त गर्छु। आशा छ तपाईहरूलाई कथा मन पर्यो होला। यदि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट अनि शेयर गरेर सपोर्ट गर्नुहोला है। ल फेरि अर्को कथामा भेटौँला है त। अहिलेलाई धन्यवाद, नमस्ते अनि बाई।